आदरणीय भाइ बहिनीहरू, तपाईँ आज फेरि हेर्दै हुनुहुन्छ कक्षा 9 को अर्थशास्त्र अर्थात् इकोनोमिक्स। अस्तिसम्म हामी पढेको छौँ कक्षा 9 को अर्थशास्त्र पाठ 1 पढिसकेछौँ। अब हामी पाठ 2 मा पढ्न गइरहेको छौँ। अर्थशास्त्रको विषयवस्तु र प्रकृति, सब्जेक्ट म्याटर एन्ड नेचर अफ इकोनोमिक्स। पाठ 2 मा अर्थशास्त्रको विषयवस्तु भनेको यसले समेटेको क्षेत्र हो। भनेको अर्थशास्त्रको विषयवस्तु योमा समेटेको छ। योमा समेटेको छ भने यो क्षेत्रमा समेटेको छ यसको अर्थात्। यस अन्तर्गत अध्ययन गर्ने सम्पूर्ण पक्षहरू यसका विषयवस्तु हुन्। अर्थशास्त्री एडम स्मिथ, अल्फ्रेड मार्शल, लेलियोल रबिन्स अर्थशास्त्रको विषयवस्तुलाई क्रमशः धन, भौतिक कल्याण, दुर्लभ भत्ता र छनौटलाई मानेका छन्। अब अर्थशास्त्रको प्रकृति भनेको आर्थिक व्यवहार बुझ्नु र विश्लेषण गर्न प्रयोग गरिने गतिविधि हो। अर्थशास्त्रको प्रकृति भनेको व्यवहार बुझ्नु र विश्लेषण गर्ने प्रक्रिया विधि हो। यस अन्तर्गत अर्थशास्त्रलाई विज्ञान हो कि कला वा दुवै हो भनेर विश्लेषण गरिन्छ। त्यसैगरी विज्ञानका रूपमा हेर्दा अर्थशास्त्र वास्तविक विज्ञान कि आदर्श विज्ञान वा दुवै हो भनेर विश्लेषण गरिन्छ। अब यता हेरौँ। अर्थशास्त्रको विषयवस्तु म्याटर, सब्जेक्ट म्याटर अफ इकोनोमिक्स। अर्थशास्त्रको विषयवस्तु 2 वटा अवधारणा प्रचलित छन्। ती हुन् परम्परागत र आधुनिक अवधारणा। यी अवधारणालाई चार्ट 1.2.1 मा देखाइएको छ। अर्थशास्त्रको विषयवस्तु, सब्जेक्ट म्याटर अफ इकोनोमिक्स। यसमा एउटामा रहेको छ अर्थशास्त्रको विषयवस्तु, परम्परागत अवधारणा, उपयोग र उत्पादन। आधुनिक अवधारणा, विशिष्ट अर्थशास्त्र, समिष्ट अर्थशास्त्र भनेको माइक्रो इकोनोमिक्स वा माक्रो इकोनोमिक्स। यसमा भनेको छ युटिलिटी, उपयोग भनेको त्यही युटिलिटी एन्ड प्रोडक्ट। अब परम्परागत अवधारणामा छ विनिमय, उपयोग, उत्पादन, विनिमय, वितरण, सार्वजनिक वित्त। अब हामीहरू यता आइसकेछौँ। परम्परागत अवधारणा, ट्रेडिसनल कन्सेप्ट भनेको परम्परागत अवधारणाले उपयोग, उत्पादन, विनिमय, वितरण र सार्वजनिक वित्तलाई अर्थशास्त्रको विषयवस्तु मान्दछ।
अर्थशास्त्रका यी विषयवस्तुलाई संप्रेषण निम्नानुसार चर्चा गरेको छ। उपयोग कन्जप्सन। कन्जप्सन उपयोग अर्थात् कन्जप्सन। उपयोग भनेको स्रोत साधनको प्रयोग गरेर मानवीय आवश्यकता परिपूर्ति गर्नु हो। अर्थशास्त्रका उपयोगको अर्थात् वस्तुमा रहेको उपयोगिता नष्ट वा प्रयोग गरेर मानवीय सन्तुष्टि लिनु हो। आफ्ना आवश्यकता पूरा गर्न मानिसले विभिन्न वस्तु तथा सेवाको उपयोग गर्दछ र मानिस सन्तुष्ट हुन्छ। अर्थशास्त्रमा उपभोक्ता अन्तर्गत वस्तुको उपयोगिता, माग आदिको अध्ययन गरिन्छ। अर्थात् प्रोडक्सन उत्पादन। प्रोडक्सन भनेको अब के हो? उत्पादन भनेको वस्तु तथा सेवामा मानवीय आवश्यकता पूरा गर्न सकिने गुण वा उपयोगिता सिर्जना गर्ने कार्य हो। अर्थशास्त्रमा उत्पादन अन्तर्गत उत्पादकका नियम र साधनहरू, भूमि, पुँजी, श्रम, उद्यमका बारेमा अध्ययन गरिन्छ। विनिमय एक्सचेन्ज। विनिमय भनेको वस्तु तथा सेवाको खरिद बिक्री गर्नु हो। अर्थशास्त्रमा विनिमय अन्तर्गत विभिन्न वस्तु तथा सेवा बजारमा तिनको मूल्य निर्धारण तथा क्रय विक्रय प्रक्रिया अध्ययन गरिन्छ। डिस्ट्रिब्युसन वितरण। डिस्ट्रिब्युसन उत्पादन प्रक्रियाका उत्पादन प्रक्रियामा उत्पादनका साधनहरूको योगदान अनुसार राष्ट्र आदिको बाँडफाँड गर्ने कार्यलाई वितरण भनिन्छ। भूमिको प्रयोग गरे बापत भूमिको मालिकलाई लागन अर्थात् रेन्ट, पुँजीको प्रयोग गरे बापत पुँजीलाई ब्याज, श्रमको प्रयोग गरे बापत श्रमिकलाई ज्वाला अर्थात् वेब र उद्यम गरे बापत उद्यमीलाई नाफा प्रोफिट प्रदान गरिन्छ। अर्थशास्त्रमा वितरण अनुसार उत्पादनका साधनहरू, भूमि, पुँजी, श्रम र उद्यमको मूल्य निर्धारण कसरी हुन्छ भनेर अध्ययन गरिन्छ। सार्वजनिक वित्त पब्लिक फाइनेन्स। सार्वजनिक वित्त भनेको सरकारको आम्दानी र खर्चको अध्ययन हो। सरकारले कुन कुन स्रोतबाट आम्दानी प्रस्तुत गर्दा के कस्ता क्रियाकलापमा खर्च गर्दछ, खर्च गर्न आम्दानी आयपुग भएको अवस्था त्यसको व्यवस्था कसरी गर्दछ भनेर अध्ययन गरिन्छ। आधुनिक अवधारणा मोडर्न कन्सेप्ट। अर्थशास्त्रको आधुनिक अवधारणाको अर्थशास्त्रका विषयवस्तुलाई दुई भागमा विभाजन गरिएको छ। ती कुन? विशिष्ट, व्यशिष्ट, माइक्रो, समिष्ट, माक्रो। म पहिला नै भनेको थियो माइक्रो र माक्रोको हो। अर्थशास्त्र व्यशिष्ट र समिष्ट अर्थशास्त्रका बारेमा निम्नानुसार चर्चा गरिएको छ। व्यशिष्ट अर्थशास्त्र, माइक्रो इकोनोमिक्स। व्यशिष्ट अर्थशास्त्र भनेको अर्थशास्त्रको त्यो शाखा हो जसले
जसले अर्थशास्त्रको ससमान वा व्यक्तिगत एकाइहरूको अध्ययन गर्दछ। यसलाई सूक्ष्म अर्थशास्त्र पनि भनिन्छ। केनेथ इवाट बाउल्डिङ बाउल्डिङका अनुसार सूक्ष्म अर्थशास्त्र भनेको फर्म, घर परिवार, व्यक्ति, जला आय, व्यक्तिगत उद्योग र खास वस्तुहरूको अध्ययन हो। माइक्रो इकोनोमिक्स इज द स्टडी अफ पार्टिकुलर फर्म्स particular farm, particular households, individual prices, waves, income, individual industries, particular commodity. विशिष्ट अर्थशास्त्रमा वस्तु तथा सेवा र मूल्य निर्धारण, उत्पादनका साधन र साधनको मूल्य निर्धारण र कल्याणकारी अर्थशास्त्रको अध्ययन गरिन्छ भने विशिष्ट अर्थशास्त्रमा वस्तु तथा सेवाको मूल्य कति राख्ने, उत्पादन साधन, कहाँबाट उत्पादन गर्ने, साधनको मूल्य, साधन जुन साधनबाट हामीहरूले वस्तु उत्पादन गर्छ त्यो साधनको मूल्य कति निर्धारण गर्ने कल्याणकारी अर्थशास्त्रको अध्ययन हो। कल्याणकारी भनेको हामीहरूले कुनै वस्तु उत्पादन गर्दाखेरि त्यो सबैलाई मान्छेलाई पनि बचावा होस्, उत्पादन गर्नेले श्रमिकलाई त्यही सबै गर्ने हो, अध्ययन गरिन्छ। वस्तु तथा सेवा र मूल्य निर्धारण अन्तर्गत माग अर्थात् डिमान्ड, पूर्तिको सिद्धान्त अर्थात् सप्लाई, हे भगवान, पूर्तिको सिद्धान्त, उत्पादन र लगानीको सिद्धान्त, मूल्य निर्धारण सिद्धान्त आदि पर्दछन्। साधनको मूल्य निर्धारण अन्तर्गत उत्पादनका साधनहरू भूमि, पुँजी, श्रम र उद्यम लगायतका साधनको मूल्य निर्धारण पर्दछ। कल्याणकारी अर्थशास्त्र अन्तर्गत उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग र अर्थात् दक्षताको अध्ययन पर्दछ। विशिष्ट अर्थशास्त्रमा विशेषत वस्तु, सेवा, साधन आदिको मूल्य निर्धारण सम्बन्धी अध्ययन गर्ने भएकोले यसलाई मूल्य सिद्धान्त, प्राइस थ्योरी पनि भनिन्छ। मार्को इकोनोमिक्स समष्टि अर्थशास्त्र, समष्टि अर्थात् समष्टि यसरी पढिन्छ। समष्टि अर्थशास्त्र भनेको अर्थशास्त्रको त्यो शाखा हो जसले अर्थशास्त्रको ठुलो वा समग्र आर्थिक एकाइको अध्ययन गर्दछ। यसलाई बृहत अर्थशास्त्र पनि भनिन्छ। केई बिल्डिङका अनुसार समष्टि अर्थशास्त्र कुल परिणाम, राष्ट्रिय आय, सामान्य मूल्य स्तर र राष्ट्रिय उत्पादनसँग सम्बन्धित हुन्छ। माइक्रो इकोनोमिक्स deal with the aggregates of these quantities, not
with individual income but with the national income, not with individual price but with price level, not with individual output but with national output भनेर परिभाषित गरेका छन्। समष्टि अर्थशास्त्रमा व्यक्तिगत एकाइको अध्ययन गरिँदैन। यसमा कुल राष्ट्रिय आमदनी, कुल राष्ट्रिय उत्पादन, प्रति व्यक्ति आमदनी, कुल बचत, कुल रोजगारी र कुल उपयोग आदिको अध्ययन गरिन्छ। जे.एम. किन्सल लगायतका अर्थशास्त्रीहरूले अर्थशास्त्रलाई बृहत अर्थशास्त्रका रूपमा व्याख्या गरेका छन्। समष्टि अर्थशास्त्रमा विशेषत राष्ट्रिय आमदनी भनेको नेशनल इन्कम, रोजगारी इम्प्लॉयमेन्ट, मौद्रिक तथा वित्तीय नीति लगायतका समष्टिगत आर्थिक पक्षको अध्ययन गरिने भएकोले यसलाई आय, उत्पादन तथा रोजगारीको सिद्धान्त, थ्योरी अफ इन्कम, आउटपुट एन्ड इम्प्लॉयमेन्ट पनि भनिन्छ। अब विशिष्ट व समष्टि अर्थशास्त्रको भिन्नता। डिफरेंस बिट्विन माइक्रो इकोनोमिक्स एंड मार्को इकोनोमिक्स। सूक्ष्म अर्थशास्त्रले अर्थतन्त्रका व्यक्तिगत एकाइको अध्ययन गर्दछ भने बृहत अर्थशास्त्र व्यक्तिगत एकाइको कुल वा समग्रताको अध्ययन गर्दछ। अर्थशास्त्रको समग्रतालाई बुझ्न त्यस भित्र अंशहरू पनि बुझ्नुपर्ने हुन्छ। त्यस्तै कुनै एक उपभोक्ताको व्यक्तिगत उपयोगलाई अर्थतन्त्रमा उपलब्ध हुने वस्तु तथा सेवाको मात्राले प्रभाव पारेको हुन्छ। यसरी यी दुई बीच पारस्परिक सम्बन्ध वा निर्भरता रहेको हुन्छ। त्यति हुँदाहुँदै पनि यी दुवैमा केही भिन्नता पनि हुन्छ जसलाई तालिका 1.2.1 मा प्रस्तुत गरिएको छ। अब यहाँभन्दा अगाडि हामीहरू पढ्न गइरहेको छैन। अब यहाँभन्दा अगाडि हामी भोलि पढ्न गइरहेको छौँ। त्यसैले कृपया भाइ बहिनीहरू तपाईँ धन्यवाद छँदैछ। तपाईँलाई कुनै पनि कुरा नबुझेको खण्डमा तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ। कुनै पनि नबुझेको खण्डमा अर्थात् तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ।